गुड मर्निङ। हेलो गुड मर्निङ। जाति कुशलै हुनुहुन्छ? एकदमै जाति छु। ल दुध दिनुहोस् मलाई अब यहाँबाट खिड्कीबाट। भगवानको कृपा र हजुरहरूको आशीर्वादले यसरी दुध बाँडिरहेको छु है। धन्यवाद। मेरो त अब के गर्नु र है, यही छ खेतीपाती। गाई पाल्यो। तपाईँको यो दुधको व्यापार चाहिँ सधैँ हमेसा चलिरहोस्, राम्रोसँगले चलोस् है। हजुरहरूको आशीर्वादै लाग्यो। हजुरबा अरे म कहिलेदेखि हजुरबा। कोही बेला के अरे हात नभएको जिब्रो नि बोल्दा बोल्दा लटपटिहाल्छ क्या। आज चाहिँ म बिहानैदेखिको भिडियो बनाउनु पर्यो। बनाउनुहोस् न। सुरुवात तपाईँदेखि भयो नि त। हजुर अन्त अब भनेपछि बनी मबाट भएछ कि हजुर मेरो बनी चाहिँ एकदम सबैले राम्रो लो हुन्छ है। एकदम तपाईँको के अरे भिडियो राम्ररी चलोस्, राम्रो होस् है। आजको मेरो साथीको सबै भनेको कुरा लागोस् है त। आशीर्वाद मेरोबाट पनि लागोस्, हजुरको पनि मलाई लागोस् है। हजुर यस्तै छ अब हेर्नु। चिया पिएर जानुहोस् न। चिया एक बनाउनुहोस्। बोतल सकेँ, अर्को बोतल पनि सकेँ है। चिया पिएर जानुहोस् ल। यो पनि छ आदि। हजुर चिया पिएर जानुहोस् न, बनाउँछु। बनाइहाल्छु एकैछिन ल, एकैछिन। थ्याङ्क यू सो मच। अब घुमेर आउँदैन होला। अब फेरि ल ढिलो हुन्छ नि। हुन्छ, आउँदै बस्दै गर्नु पर्ने। हेर ल खुवाउनुहोस् है मलाई। ल यहीँ बस्छु, के गर्ने ल त। बनाएँ ल, अब बनाएँ है। ल दुध चाहिँ यहाँ छ हो। अब म चिया बनाउँछु मेरो साथीको लागि। ल म चाहिँ अब चाहिँ चिया बनाउँदैछु है यहाँनिर। गति न मती छु है। यहाँ चाहिँ चिया रेडी हुँदैछ त, उम्लिँदैछ। मजाले उमाल्नुपर्छ, अन्त मात्रै टेस्टी टेस्टी चिया बनिन्छ। मेरो साथीको लागि चाहिँ एकदम मिठो चिया पाक्दैछ है त। यहाँ दुध अलिक कम्ती भयो जस्तो लाग्यो नि, अलिक थप्नु पऱ्यो, अलिकति दुध थप्नु पऱ्यो। ल आइपुग्नु भयो? भयो, हिसाब मिल्यो? ओके। कहिले देखाउनु त पैसा? एकछिन ल ल एक जग्गाको है यो चाहिँ आधी केजी दुध खानु। खै भिडियो पनि के दुःखले बस्नु पर्यो। हेलो हेलो हेलो। मेरो चाहिँ यो चाहिँ नि एक महिनाको स्यालेरी हो है। एक ठाउँको है। खै देखाउनु त, यसो 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 गरेर फिन्जाएर देखाउनु नि। यो पालि अलिक बेसी भएको छ है। जाउँ पार्टी गर्नु दुईजना। ओके जाउँ न है। जाउँ घर नजानु ल। चिया दामी भयो यसो हो। त म पोख्नु कहाँ दिन्छु त। ल हाम्रो चिया पनि रेडी भयो हो। अब मेरो साथीलाई चिया दिन्छु है त म। ल पार्टनर चिया लिनुहोस्। थ्याङ्क यू सो मच। खिड्कीबाट चिया दिने पिउने जग्गा हेरिहाल्नुहोस् है त। चिया यहाँ दिएर चिया पिउने अनि यताबाट दुध लिने है। अन्त यसरी नै तपाईँलाई चियासँगको साथी पनि दिन्छु। चियासँग साथी पनि खानु र होइन होला हौ। खानु न एउटा खानु दिनुहोस्। ए यो पनि खानु। दिनुहोस्। थ्याङ्क यू। होइन मलाई यसरी नपल्काउनुहोस् है साथी। यसरी मलाई पल्काउनु भयो भने म डेली डेली आउँछु नि। फेरि दुध अलिक बेसी पनि लिएर आउँछु है। ओके ल ल चिया पिउनुहोस्। यो चाहिँ म अहिले खान्न ल, चिया मात्रै खान्छु। चिया गरौँ, चियर्स गरौँ ल त एकदम चियर्स गरौँ त। ल। टाइम सला ल पिहाल्नुहोस् पिहाल्नुहोस्। हेलो यहाँ हेर्नु त। मिठो चिया। हजुर नानी पुऱ्याएर आएको बहिनी? पुरै बुझिने एकैछिन ल दिदी। आज यहाँ हजुर यहाँ चाहिँ नि यहाँ उहाँको चाहिँ जग्गा यहीँ हो, मान्नुहुन्न भित्र आउनु कि। यहीँ बसेर पिउनुहुन्छ। हुन्छ नि त, उता घुम्दाखेरि लामो हुन्छ बाटो, त्यस कारणले यता सर्टकटमै म त। अब हेर्नु पर्यो भने जग्गा हेर्नुहोस् न, यहाँ कस्तो जग्गामा चाहिँ उभिरहेको छ हेर्नु नि, यत्रो छ। मान्छे कस्तो छु अन्त। ऊ तलदेखिको हाइट हो, यहाँ हेर्नु यस्तो त छ अन्त। मान्छे खतरा छु। यहाँ हेर्नु नि, हात लड्छ। पाहाडमा जन्मेको छोरी पो त कहाँ चान्चिने हो र है। टार्जन हो नि टार्जन। टार्जन टार्जन हो नि त। हेर्नु त कहाँदेखि चढेर कहाँ उभिएर चाहिँ टार्जन अन्त। भन्नु अरे नि। त ल चिया पिउनुहोस्, चिया लिन्छ। चिया कस्तो भएछ? एकदम मिठो। मिठो
अदुवाहरू मजाले हालेर बनाएको नि त टेस्टी छ चिया है मरिच पनि हाल्नु पर्यो भने मरिचै छैन मरिच रहेछ लाउनु भएन मरिच तर छैन पनि मिठो छ चिया मरिच सकेछ मरिच नि मलाई खान अलिक हुँदैन ए राम्रो भएछ सकेको मलाई चाहिँ बेला बेला मरिच हालेर मिठो लाग्छ कि आज चिसो दिन्छ नि त उयो नयाँ दुईजना हल्ला तातो चिया देउना आयो मेरो पार्टनरले है रमाइलो गरिदिइहाल्छ नि त चिसो खोइ कता छ हौ मलेजु चाहिँ मलेजु कता हो मलेजु गुड मर्निङ यहाँ त रमाइलो भइहाल्छ नि त एकैछिनमा मलाई कस्तो माया गर्नुहुन्छ यहाँनिर कि ए यता मलेजु गुड मर्निङ आमामा यहाँ हेर्नु नि म त हेर्नु म पो झेलभित्र छु जस्तो छ त आयो म त झेलभित्र भए जस्तो फिल भयो सबै बाहिर हो फ्यासिलिटी त कसैलाई पनि हुन्न होला अन्त त यहाँ हेर्नु त यहाँबाट आफूभन्दा अग्लो ठाउँमा लिएर है यहाँनिर चिया लिएर मेरो यो प्लान्ट हेर्नुहोस् त कस्तो दामी भएर छ पाकेर हो अब भने चाहिँ म चाहिँ आज चाहिँ फुल रोप्नको लागि तर्खर गरिरहेको छु है र यहाँनिर चाहिँ पटहरू रेडी पारेको छु है अन्त यहाँ चाहिँ फुलको पिटुनियाको उयो ल्याएको छु बिरुवा ल्याएको छु र यो चाहिँ ल्याउनु चाहिँ अस्ति ल्याएको मलाई चाहिँ मार्छ होला साथीले कि मैले मन्जु सिसको फार्मबाट मगाएको थिएँ है यो पिटुनियाको बिजनलाई तर यो हप्ता चाहिँ एकदमै बेसी बिजी भएको कारणले गर्दाखेरि चाहिँ मैले फुल रोप्नु भ्याएको थिइनँ है र आज चाहिँ भने चाहिँ टाइम निकालेर चाहिँ जसरी भए पनि मैले चाहिँ यो फुल रोपेर चाहिँ भिडियो बनाएर चाहिँ मैले साथीलाई पठाउनु पर्ने छ र साथीहरू र म चाहिँ रेडी भएँ त्यो फुल रोप्नु लागि ल अब म यो अलिकति मेरो त क्यामेरा स्ट्यान्ड बिग्रेछ कि अलिकति सिधा राख्नु सकेन यो क्यामेरा सेट गर्ने जग्गा भएन है त्यही कारण चाहिँ म चाहिँ हातले नै यसरी पहिला यहाँ बिफोरको यहाँ देखाउँदैछु है कस्तो छ अन्त आफ्टरको अहिले देखाउँछु ल तपाईँहरूलाई ल हुन्छ अब काम सुरु गरेँ त म यो पनि बिचरा फुलेर सक्न आँटिसक्यो यहाँनिर यो बगानबेलिया पनि सक्न आँटिसक्यो है र घरमा बसै नभएकोले गर्दाखेरि फुलको बिस्याहार भइरहेछ र दामी देखेको नि चिम्पिङको पत्ता पत्ता जस्तो पो देख्दो रहेछ नि यो फुल त नजिकबाट हेर्दा त कस्तो दामी फुलिरहेछ दामी कलर पनि कस्तो मिठो कलर छ नि दामी फुलेको छ दामी र यहाँ चाहिँ मैले चाहिँ रोपिसकेँ यो पिटुनियालाई चाहिँ हो हिबिस्कसलाई पनि मैले कटिङ गरिदिएँ अब चाहिँ हो यसको बोटलाई चिन्डे बनाइदिएको छु अब यो फुल्ने टाइममा मजाले फुल्छ है र यो लालुपातेलाई नि कटिङ गरिदिएको छु यसलाई नि कटिङ गरिदिएको छु यो लिलीलाई पनि काटिदिएको छु हो स्नेक प्लान्टलाई यहाँ सारिदिएको छु तिनवटालाई चाहिँ एकै ठाउँ हो किनभने यहाँ ठुलो जग्गा छ नि त त्यही भएर चाहिँ सारिदिएको छु र यहाँ पनि लगाएको छु यहाँ नि छ स्नेक प्लान्ट यहाँ नि छ हो अन्त त्यहाँनिर चाहिँ मैले पिटुनिया लगाइदिएँ यहाँ पनि पिटुनिया यहाँ नि पिटुनिया है यहाँ यता तल जा यो पनि पिटुनिया सबै यहाँ पिटुनिया लगाएको छु यसलाई चाहिँ कटिङ गरिदिएको थिएँ अस्ति मैले मजाले बुसी भएछ है यसलाई पनि ठुलो पटमा सारिदिनुपर्छ अब यो चाहिँ अर्किड हो अर्किड यिनीहरू चाहिँ अब अर्को पालि मात्रै फुल्छ अब अस्ति फुलिसकेको यो अर्किडहरू चाहिँ हो अन्त यो सबै फुलिसकेको लाइन पनि चाहिँ अब सफा गर्छु बिस्तारी अन्त यो चाहिँ साह्रै दामी छ यो चाहिँ खान्छ पनि भन्छ मान्छेले हो तर मैले चाहिँ खाएको छु र डर लाग्छ भने मऱ्यो भने है कसले आएर मलाई हस्पिटल लगिदिने है अस्ति खायो भन्दै थियो एकजनाले कोही त खानुहुन्छ कि हुँदैन हुन्छ होला त खायो होला नि त होइन तर हिँडिरहेछ खाने मान्छे अहिलेसम्म नि तर मलाई चाहिँ आँट आउँदैन खानु
हो ल ल भयो अब चाहिँ मेरो चाहिँ यो अब एनालाई चाहिँ म जग्गा जग्गामा राख्छु है त यो फुलहरूलाई चाहिँ अब ल म अब भने चाहिँ सबै काम कम्प्लिट भयो है सबै रोपिसक्यो र फुलहरूलाई चाहिँ यसरी यहाँ राखिदिएको छु यो पिटुनियालाई है अब यो भोलि पर्सिदेखि चाहिँ मजाले जाग्छ र तपाईँहरूलाई कस्तो लाग्यो यो मेरो भिडियो है आजको कन्टिन्यू देखाउनु सकिनँ तर अब पनि मैले देखाएको छु है यदि राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गरिदिनुहोस् अनि नयाँले हेर्नुहुँदैछ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् भन्दै मेरो भिडियोलाई यहीँ एन्ड गर्न चाहे बाई बाई।